ल दिबी ल हामी जान्छौँ ल जाने रुद्रीले म गइदिन्छ माथि ल ल जानु ल ल अब हो त हिरोको रोल लास्टमा भनेको यही हो ल हेर्नुहोस् अब दवाली दवाली हो है सबै दवाली दवाली अंकल खतरा ना दे जान्न पर्यो खै खै छिटो आउनु न नाच नाच नछोडौ न हामी दवाली हो क्या दवाली दवाली हो क्या घुम्न नि जान्दैन नजिक नजिक के जान्दैन सिकाउनु न आज 22 कार्तिक 2082 साल यो पोखरा बिरौटा स्थित डेभिस फल नियर डेभिस फल यो राजमहल पार्टी प्यालेसमा चाहिँ हामी हाम्रो यो रिलेटिभ रिफ्रेसमेन्ट यदि हाम्रो पारिवारिक जमघट भन्दा पनि हुन्छ गुड एकछिन हामी रिफ्रेसमेन्ट पछिको एकछिन डान्स कति राम्रो के कति राम्रो स्याङ्जाली हो तपाईँहरू ओ माई गॉड ओरेस्टेली भो स्याङ्जाली हो स्याङ्जाली भनेको यस्तो हुन्छ के सुनखानी नजिकको मान्छे हो नि त अनि ल हेर्नु ल एकदम चेहरा हुनु पर्यो गुड जब यो भनेको भविष्यमा रहने हो के रेकर्ड आहा ल है गुड यो गीतको भाव अनुसारको एक्टिङ हुनु पर्यो क्या कसम राम्रो छ ल
धेरै राम्रो ल धेरै राम्रो भनेछ है धेरै राम्रो भनेछ नाच्ने हो नि सबै अब ओरेस्टेलीहरू स्याङ्जाली भनेको यस्तो हुन्छ क्या ल ल यो होइन पुरा गर्नु दिनुहोस् जो नाच्छ ऊ बढी बाँच्छ होइन मिडियाको जमाना हो कति राम्रो हो क्या स्याङ्जाली हो तपाईँहरू खाङराङको हाम्रो यहाँ म्यानेजर ज्वाइँ हुनुहुन्छ है ओरेस्टेलीको ज्वाइँ हुनुहुन्छ यहाँ हाम्रो ल गुड राम्रो छ गीत गाए पनि हुन्छ क्या आफैले त्यो बाँकी हाम्रो नानीहरू आएको हजुर आज 22 कार्तिक 2082 साल हामी चाहिँ अहिले ठ्याक्कै हाम्रो यो फ्यामिली ग्यादरिङ एकदमै आफ्नो रिलेटिभहरूको चाहिँ रिफ्रेसमेन्टको अवस्था यो हामी चाहिँ अहिले यो डेभिस फलको नजिक छौँ र हाम्रो चाहिँ अहिले डिनर पार्टी सुरु भइरहेछ कतिपय गेस्टहरू छोराछोरीहरू चाहिँ आउने क्रममै हुनुहुन्छ आउँदै हुनुहुन्छ ल सम्पूर्ण हाम्रो छोराहरू यतापट्टि भाइ अनि छोरा उता माइलो छोरो अब यता चाहिँ हामी मेन गेस्टहरू है सुरत हाम्रो पदम राणा हुनुहुन्छ यता हाम्रो डेबी हुनुहुन्छ Thank you for the invite, eh? Nice to meet you, Perry. Very nice evening here. And a good food, eh? हजुर ल Thanks for... अनि यो कस्तो ठिकै जस्तो लागिरहेको छ यहाँको इन्भाइरोमेन्टहरू एकदम environment राम्रो छ, रमाइलो छ है। मामाहरूको इन्भाइटमा यहाँ हामी राज मलमा सारी हुन पाउँदाखेरि धेरै नै खुसी लागेको छ मामा एकदम थ्याङ्क यू खास गरेर मामालाई धेरै धेरै धन्यवाद अनि आज यहाँ यो ठाउँ पहिलो बार आएको धेरै रमाइलो रहेछ नजिक हाम्रो लागि नजिक पनि हाम्रो चिसो हो पनि महल तातिएको छ मल चिसो भए पनि मल बताउनको लागि यता यो ओभर पनि लिँदै गरौँ है फेरि अब हामी यसैमा मात्रै भुलै होला चिसो भइरहेको छ है यता चिसो भइरहेको छ फेरि यता कम भइरहेको छ यता है यता धेरै ल्याएर खाने छोरा है ल यता यो आइटमहरू यता छ तपाईँहरूलाई यो छैन होला यो ठ्याक्क नकल निकाल्ने कसैको नकल स्याम निकाल्ने पाले चिज छ तिमीमा भन्छु छ स्याम निकाल्छु जमानै मिडियाको लडाइँ छ के गर्ने हेर्नु नि मैले धेरै छोडेँ नि भन्छ यही भिडियोले गर्दाखेरि त जेन्जीहरूले 2 दिनमै सत्ता पुल्टाइदियो है हो पहिला कता गाईलाई नि यसो भेट्न पाइन्थ्यो मैले कार्यक्रम चलाउँछु मलाई झ्याउ लाग्छ लाग्छ माइलो छोरो अनि हेर्छु हेर्नु त राणा चलाउँछु तर धेरै हुन्छ लगायत सबै हामी
आफ्नै फ्यामिलीहरू एकदम क्लोज फ्यामिलीहरू मात्रै छौँ। आज मेरो रोशनी नात्री चाहिँ आज फर्स्ट टाइमबाट ल हामीसँग चाहिँ यसरी बस्ने मौकामा। राजमहलको सेफ हो। हजुर अब हाम्रो खानाहरू थालीहरू तपाईँलाई स्न्याक्सहरू कस्तो लाग्यो भन्ने कुरा हो। हजुर सेम यो प्रश्न चाहिँ हाम्रो चाहिँ चिफ गेस्ट भन्नुपर्छ। चिफ गेस्ट हाम्रो यहाँ डिबी सर हुनुहुन्छ फ्रम युके होइन, सर नमस्कार। खाँदै हुनुहुन्छ, उहाँलाई सोध्नु ल उहाँलाई सोध्नु। सर हाम्रो खाना थालीहरू स्न्याक्सहरू हजुरलाई कस्तो लाग्यो होला होइन यो राजमहल क्याफे एन्ड इभेन्टको? सर्वप्रथम त अब आजको बेलुकाको साँझमा हाम्रो सिबी सरले निम्ता दिनुभयो होइन, त्यसले गर्दाखेरि हामी चाहिँ एकदम खुसी छौँ। अनि साथै तपाईँको यो सर्भिस पनि एकदम राम्रो लाग्यो होइन, एकदम बेस्ट, खाना पनि राम्रै छ, खाना पनि एकदम मिठो नै छ हजुर होइन। त्यसले गर्दाखेरि अब मलाई त सन्तोष लाग्यो, मलाई त आनन्द लाग्यो। ल सर धन्यवाद। केही कमी कमजोरी सुधार्नुपर्ने केही छ भनेपछि हजुरले भनिदिएपछि हामी त्यसलाई पनि सुधार्ने अपर्च्युनिटी पाउँछौँ होला। ठिक छ, मलाई त त्यस्तो त केही सल्लाह सुझाव दिउँ जस्तो लागेको छैन मलाई। साथीबाट केही छ दिनु होला, नत्र म तपाईँको सर्भिस देखेर सन्तोष एकदमै सन्तुष्टि, पर्फेक्ट, धन्यवाद त्यसको लागि। ल अन्य हाम्रो चेलीबेटीहरू हाम्रो नानी बहिनीहरूलाई सोध्नु होला। अर्कोचोटि पनि तपाईँहरू हामीहरू आउनुहुन्छ पाहुनाको रूपमा स्योर भनेर हामीले एकदम एकदम हाम्रो चाहिँ थर्ड टाइम है सर। हाम्रो यहाँ सरलाई पनि सोध्नु होला है। सुबेदार हाम्रो सर अनि कस्तो लाग्यो त अब राजमहल क्याफे इभेन्टको खानाहरू हजुरलाई कस्तो लाग्यो होला सर? सर्वप्रथम त हामी यहाँ प्रथमचोटि आएको हामी हजुर सर आएका थियौँ। यहाँ आएर खुसी लाग्यो। अब आउने दिनमा हामी यहाँ फेरि यहाँको तपाईँको अनरलाई पनि थुप्रै इभेन्टहरू हाम्रो हुन्छ भविष्य होइन। अब फेरि आउँदै इभेन्टहरू पनि हामी यहाँ गर्ने त्यसको लागि धेरै मुरी धन्यवाद छ। थ्याङ्क यू। आउँदै गर्नु होला। अब कतिपय कुरामा हामीसित पनि मिस्टेकहरू हुन्छ सर हजुर, त्यसलाई अब तपाईँहरू माइन्ड नगरिकन के छ कमी कमजोरीहरू भनिदिनु भन्छ भनेपछि हामीलाई त्यसलाई सुधार्नलाई मौका पनि मिल्छ। अनि हामी चाहिँ यहाँको तपाईँको अनर अनि म अनि अर्को राजु, हामी तिनवटा राजु रहेछ होइन। राजु भेट भएपछि हामी काजुको के काम ल ठिक छ धन्यवाद।